सो हेलो एभ्रिवान है सो सबैजनालाई हेलो सो अब चाहिँ म चाहिँ युट्युबमै ब्याक हुने भएँ सो युट्युब च्यानल चाहिँ अहिले मेरो छैन पहिलाको च्यानल चाहिँ मेरो शेष भइसक्यो होइन सो के भयो पासपोर्ट नमिलेर सो बेलुकासम्म चाहिँ लगभग 50% चान्स म मिलाउँछु होला नभए नयाँ युट्युब च्यानलमा चाहिँ म भ्लगै हाल्ने भएँ सो आजको च्यालेन्ज चाहिँ के छ भन्दाखेरि मेरो होइन सो दिस इज आवर आजको पेपर होइन चार्ट पेपर सो ब्लूमा आएको छ हाम्रो यो चार्ट पेपर चाहिँ सो आज हामी अब 5-6 घन्टामा कतिको चित्र बनाउनु भ्याउँछ चाहिँ हेरौँ है सो यो पनि एकदम अर्जेन्टै छ सो एक दिनको प्रोजेक्ट हो मेरो सो अब चाहिँ हामी चाहिँ यसमा लाग्छौँ है सो लेट्स सी हिजोको मन्डेला चाहिँ हाम्रो सोल्ड आउट भएको हो तर अलिकति क्लाइन्टलाई चाहिँ हाम्रो कलर चाहिँ अलिकति चित्त नबुझे भएर त्यसलाई पनि हामी मिलाउने प्रयास चाहिँ गर्छौँ सो हिजोको त मैले हिजोको भिडियोमा देखाइसकेँ सो अहिले यहीँ छ है सो हाम्रो हिजोको मन्डेला चाहिँ यो हो सो यसमा चाहिँ अलिकति कलर मिलाउनु बाँकी छ सो यसको पनि हामी अहिले काम चाहिँ गर्छौँ सो लेट्स सी हामी चाहिँ अब चाहिँ नयाँमा जाँदैछौँ के कति हुन्छ हेरौँ है त सो त्यही हो अलरेडी गाइज हाम्रो चाहिँ मन्डेला चाहिँ अब सुरु हुन लाग्छ है सो त्यही हो सो दिस इज लेख्नु चाहिँ मैले लेखिसकेँ होइन सो यसको लागि चाहिँ हामीलाई चाहिँ अब 5-6 घन्टामा चाहिँ यो हामीले जसरी पनि सक्नुपर्छ सो त्यही भएर चाहिँ मेरो चाहिँ यता पुरानो मन्डेलाको क्याटलगहरू चाहिँ टन्नै छ यसमा क्याटलगहरू है सो हाम्रो यो चाहिँ मेरो चाहिँ पहिलाको फर्स्ट ड्रइङ कपी सो रिभ्यू गर्दैछु यसमा पनि अलिअलि डिजाइन चाहिँ सो लुक एट दिस सिम्पल टाइपको छ यसमा चाहिँ मैले प्रायः जस्तो सिम्पलै बनाउँछु सो यो पनि मैले पहिला बनाएर आएको फिनिसिङ गर्नु बाँकी छ होइन सो अर्को छ हाम्रो यहाँ एउटा सो समटाइम मलाई पोर्ट्रेटमा पनि अलिकति इन्ट्रेस्ट भएर मान्छेको अनुहार पनि बनाउनु ट्राई गरेको थिएँ कि सो यसमा चाहिँ एकदम राम्रो यो ड्रइङ कपीमा चाहिँ किन चाहिँ छ के चाहिँ छ भन्दाखेरि यसलाई चाहिँ एउटा चिज किन्नलाई चाहिँ म धेरै टाढा गएको थिएँ सो यसमा एकदम मेमोरी छ मेरो होइन सो अलरेडी यो चाहिँ हाम्रो क्याटलगहरू हो सो यसरी मैले चाहिँ पहिला यसरी सिक्ने गर्थेँ फोटोकपी गरेर सो फोटोकपी गर्थेँ क्यालकुलेसन गर्थेँ अनि क्यालकुलेसन गरेर चाहिँ म चाहिँ हेर्दै बनाउँथेँ कि सो अनि यसरी डिजाइनहरू चाहिँ सिक्ने गर्थेँ सो अब यहाँ अब यस्तो यस्तो हिसाबहरू के भने मन्डेलाको एकदम थुप्रो क्याटलग छ मेरो होइन सो अनि ट्याक्क प्रोटेक्टर राखेर चाहिँ मैले सिक्ने टाइममा चाहिँ यसरी सिकेँ है सो टन्नै छ यो मेरो नि होइन सो दिस वान इज माई रफ कपी है सो समटाइम केही बनाउनु पऱ्यो भने चाहिँ म चाहिँ यसमा ट्याक्क यसरी रफ बनाएर सिक्छु यसमा सो त्यही हो यसमा पनि यो नि जस कम्प्लिट अब भनौँ न सकिसक्यो पेपर यसको सो अनि अर्को प्रोजेक्टमा चाहिँ मैले पछि आएर चाहिँ A3 चाहिँ चलाउनु पर्छ है भनेर A3 को ड्रइङ कपी किनेको थिएँ सो यसमा पनि मेरो डिजाइनहरू टन्नै पेन्डिङ छ सो लास्ट टाइम यो चाहिँ मेरो एउटा क्लाइन्टको डिमान्ड थियो सो मान्छेको टाउकोमा चाहिँ मन्डेला थियो होइन सो यस्तो छ हाम्रो यो होइन सो यो पनि इन्कम्प्लिटै छ मेरो होइन सो मन्डेलाहरू त मेरो टन्नै पेन्डिङ छ यो पनि अब दामी नै छ खत्रै छ यो पनि सोल्ड आउट हुनु बाँकी छ सो अनि यसमा चाहिँ मेरो चाहिँ एउटा यो चाहिँ पर्सनल डिजाइन है यसमा सिल्भर टोनहरू गोल्डन टोन राखेर चाहिँ साइनिङको लागि राखेको हो मैले सो अनि अपकमिङ डिजाइनमा यो पनि छ मेरो सो लास्ट टाइम चाहिँ एकदम च्यालेन्जिङ मन्डेला हालेर एकदम च्यालेन्जिङ चाहिँ ल्याएको थिएँ यो चाहिँ मैले अहिलेसम्म सकेको चाहिँ छैन किनकि धेरै हार्ड परेको होइन सो त्यही हो सो अब हामी लाग्छौँ मन्डेलातिर सो एकछिन केही कुराहरू सोध्छौँ सोचेपछि चाहिँ हामी लाग्छौँ सो क्याटलग पनि कति भइसक्यो होइन सो यिनीहरू त मैले आज यहाँ भएको क्याटलग त मैले आज एक दिनमै भ्याउँदिनँ त्यो त मलाई पक्कै पनि थाहा छ होइन सो अनि अब सानसानो कलर मन्डेला चाहिँ यो चाहिँ म चाहिँ घरमै छोडेर जानु पर्ला जस्तो फिल भइसक्यो किनकि भोलिदेखि चाहिँ मेरो चाहिँ ड्युटी स्टार्ट हुन्छ होला सो यसलाई चाहिँ म घरमै राख्छु होला यो र त्यसपछि यो चाहिँ मेरो घरमै बस्छ जस्तो छ सो एउटा चाहिँ माथि बसिसक्यो अनि यो पनि राम्रो छ सो सिम्पल टाइपको सो अब हामी जान्छौँ हाम्रो वर्कमा हो सो अब हामी सुरु गर्छौँ काम लेट्स है अब हामी लाग्यौँ कामतिर हेलो एभ्रिवान है सो हाम्रो प्रोजेक्ट सुरु भएको चाहिँ 12 बजे हो सो अहिले चाहिँ हाम्रो चाहिँ 42 मिनट्स चाहिँ भयो सो मैले 42 मिनट्समा के बनाइ चाहिँ देखाउँछु तपाईँहरूले क्यालकुलेसन गर्नुपर्छ त्यो भएर क्या सो दिस इज आवर 42 मिनट्सको है सो 42 मिनट्स भयो सो अहिले चाहिँ मेरो चाहिँ यति बन्न सफल भयो है सो लुक एट दिस
हुँदैछ बिस्तारै। सो अब चाहिँ म चाहिँ टाइम ल्याब खिच्छु। सो अब टाइम ल्याब खिचेपछि चाहिँ तपाईँहरूलाई देखाउँछु। सो 1 बजे भनौँ न, 2 3 4 5 सो आई हेभ 4 आवर्स है। सो 4 घन्टामा मेबी सकिन्छ कि त जस्तो चाहिँ लाग्छ। सो अब त्यो प्याटर्न्समा बुट्टा हान्ने भए चाहिँ अलिकति टाइमै लाग्छ। सो कलरको भएपछि चाहिँ चाँडै सकिन्छ। सो यसपालि चाहिँ म चाहिँ यो चाहिँ चाँडै सकाउँछु अब 4 आवर्समा है। सो हामी आर्ट गर्दा गर्दा थाकेर चाहिँ हामी एकछिन घुम्न आएको छौँ है। काफल खाँदै काफललाई रुख चढ्नै पर्दैन केटा। हरियो परेछ यार कि रातो पऱ्यो? कालो भइसक्यो। कालो यहाँ जाउँ न, रुखै चढ्नु पर्दैन। सो हामी थाकेर चाहिँ यस्तो छ हालत हाम्रो। सो दिस इज लेले खानी। एकछिन रेस्टको लागि आएको छौँ हामी। काफल त यार कस्तो खतरा ल, किन रुख चढ्नु पऱ्यो होइन? यहीँ छ। सो हामी महादेव खोलाको महादेव मन्दिरमा आइसक्यौँ है। अनि अचम्मको कुरा चाहिँ घरमै काफल जता नि काफल, यति काफल क्या हो खत्रै के। त्यहाँ जान्छ काफल खत्रै छ यार ल। सो यता चाहिँ अब खानी खोला अब यस्तै छ होइन। पानीको चाहिँ विशेष सुविधा छ, 24 आवर्स पानी है गाइस। भाडामा टुकी के पनि छैन, 24 आवर्स। सो यस्तो छ ठाउँ चाहिँ। सो यता डाँडामा चाहिँ माइनिङको काम भइरहेछ, डाङडिङ्गी हानिरहेको छ माइनिङले होइन। कानै टिन्न हुनु लागिसक्यो। सो अनि हाम्रो साथीलाई कस्तो अनुभव भइरहेछ त? रमाइलो छ है। सो महादेवको मन्दिर चाहिँ हेर्न सक्नुहुन्छ। सो खत्रै छ महादेवको मन्दिर। सो गयो हुन्छ आफ्नै हो चढ्न। सो यता चाहिँ हाम्रो नाग देवता छ। सो नाग देवतामा चाहिँ अलिकति पानी नभएको जस्तो। उता चाहिँ पानी चाहिँ 24 घन्टा पानी आइरहेछ, यता चाहिँ पानी चाहिँ चेन्ज गर्न नसके जस्तो लाग्यो। सो उताको पानी चाहिँ यता ल्याएर राख्दै पनि आनन्द हुन्थ्यो हो कि होइन? मैले त राम्रै कुरो गरेँ। अनि 24 आवर्स पानी आइरहेछ त्यता। अनि यता चाहिँ हेर धमिलो माछा पालेर ल्याएर मेरो घरमा आएर त माछा पालेर बस्थेँ यार म यहाँ पोखरीमा है। हो त्यहाँ पानी आउँछ, यता माछा पाले बस्यो। ओ माई गड। अनि ठाउँ चाहिँ कस्तो सानो जस्तो है, जता हेऱ्यो नि खानी छ। काफल देख्यो भने चाहिँ तपाईँहरू छक्कै पर्छ। म तपाईँहरूलाई काफल देखाउँछु। काफल देख्यो भने चाहिँ कसमै ल तपाईँहरू चाहिँ छक्कै के। सो यता हुन्छ अभिषेक, उता पछाडि हाम्रो बबिन है। सो हामी चाहिँ फर्किरहेछौँ है। फर्किसक्यौँ हामी। सो हामी अहिले महादेव खोलाको महादेव मन्दिर दर्शन गर्न आएको। सो हामी दर्शन गरेर फर्किसक्यो। सो 360 भ्यू चाहिँ यस्तो छ, ओह्रालै ओह्रालो है। सो यस्तै हो, यता खानी उता खानी त्यही हो। अब हामी एकछिन काफलको स्वाद लिएर चाहिँ हामी चाहिँ फर्किनेछौँ। सो बाटो त यतै जस्तो छ है। सो हेरौँ है हामी काफल खाम। यहाँ चढ्नु सक्दैन होला, त्यहाँबाट झऱ्यो भने चाहिँ सिधै डेट हो क्या, सिधै तल। सो त्यही हो दयाङ बाइक। One, two, three, go. सो बाटो खत्तम छ। हामी टेबल रोड आएछौँ दयाङमा। सो हाम्रो दयाङ इज वान अफ द बेस्ट है। सो अहिले बेस्ट बुम 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 अब यस्तै हो हाम्रो, यस्तै हो घुम्ने बस्ने। र बिस्तारै जान्छौँ अब हामी। भिडियो लामो हुन्छ धेरै, अफ गरिदिउँ अफ गरिदिउँ। अघिल्लो चाहिँ हामी यो डाँडाको पछाडि थियो। अनि यो डाँडाको हामी चाहिँ यता आइसक्यो। सो उता महादेव खोला छ भन्ने, यता चाहिँ हाम्रो मनोकामना मन्दिरको दर्शन गर्न आएछौँ हामी। सो बेलानको बेला दर्शन गर्न आयो भने सो अहिले चाहिँ हामी हावा खान आइरहेछौँ होइन। सो देख्न सक्नुहुन्छ मनोकामना मन्दिर हो। सो त्यही हो हाम्रो। अब मैले अब अलिकति एक्साइटेड कुरा भन्नुपर्दा चाहिँ हामी चाहिँ धेरै वर्षपछि आएको होइन।
अनि यहाँ तल पोखरीमा चाहिँ माछा रहेछ सो हामी चाहिँ अब फिस हेर्न जाँदैछौँ सो त्यही हो मन्दिर चाहिँ पहिलाभन्दा धेरै चेन्ज र धेरै राम्रो भइसकेछ है सफा छ पहिलाभन्दा चाहिँ सबै सुविधा सम्पन्न उता सफा गरिरहनु भएको छ हाम्रो पुजारी बाजेले सो सफा पनि गरिरहनु भएको छ त्यता सो एकदम राम्रो बनाउनु भएको छ यता चाहिँ महादेव खोलामा हेर्ने हो भने चाहिँ शिवको एउटा मूर्ति मात्रै छ त्यहाँ केही सुविधा सम्पन्न पसलदेखि केही पनि छैन त्यस्तो पनि केही पनि छैन कि जान लागेको हुन्छ नि बस्नुलाई त्यस्तो केही पनि देखेन महादेव खोलामा चाहिँ सो यता चाहिँ छ जस रमाइलो छ सो अब हामी फिस हेर्नेछौँ पहिले त पानी सफा हुन्थ्यो यहाँ ठुलै माछा देखेको अघि मैले कालो डिजाइन चाहिँ अहिले पछि म मेरो मन्डेलामा निकाल्छु है सो ध्यान दिएर हेर्नु भ्याग्रो खा गुलमसला अहिलेसम्म चाहिँ माछा देखिरहेको थियो यहाँ होइन सो अहिले नजिक आएर हेर्दाखेरि चाहिँ माछै आएन कि सो त्यही हो दुःख खबर है सो हामी एकछिन धैर्यता गर्छौँ त्यहाँ छ गट हाम्रो बबिनले समाइसक्यो यहाँ त्यही हो त्यहाँ छ माछा उयोमा देखाउनु त गर्नु सो यहाँ चाहिँ रेड फिस छ ठुलो खालको होइन रहु जस्तै खालको छ एउटा होइन उता तिनवटा माछा रहेछ कि त्यो रहु जस्तै होइन पकाएर खानु पाएन खतरा हुन्छ नि है केटा किस बिचार टिपेर लाने हो जस माछा चाहिँ रहेछ खतरा उठ्याउ माछा त भुटमलमा नि राखेको छ अरे त्यो केटा हो खाजा आइसक्यो एक थाल चटपटे खाजा चटपटे थाल है हामी चटपटे खाँदैछौँ सो त्यही हो सो हाम्रो लोकेसन चाहिँ यता छ सो हाम्रो दयाङ यहाँ बसिरहेको छ दयाङ गाउँ सो पुरै हरियाली चाहिँ जता हेऱ्यो नि हरियो कस्तो खतरा आएको है तर हजुर सो अघि न म दुईवटा डाँडा गर्दै घुम्दै मन्डेला बनाउँदै कहाँ पुगेँ अहिले त म फेरि कोटेश्वर आइसकेँ केटा सो कफी खाइरहेको छु हाम्रो दाइ त्यता छ कुक दाइ मेरो दाइ है सो वाट्सअप एकदम बबाल बनाइरहेको सो ठिक छ सो उहाँको केही कामले गर्दाखेरि चाहिँ आज हामी हस्पिटल पनि पुग्ने छौँ सो यताउता आजको डेली लाइफ सो अहिले चाहिँ राति भइसक्यो सो त्यही हो सो भोलि गएर काम पनि कन्टिन्यू गर्नुपर्छ केटा सो हाम्रो यहाँ दाइ चाहिँ सफा गरिरहेको छ म चाहिँ यता तरकारी बनाइरहेको छु सो यता अहिले रेस्टुरेन्टमा तरकारी बनाइरहेको छु सो है त्यही हो गाइस अब बिहामा के काम स्टार्ट गरेको थिएँ अहिले कहाँ पुगेँ कहाँबाट कहाँ पुगेँ म सो तरकारी बनाइरहेको छु सो यो हाम्रो भ्लग चाहिँ अझै पनि रोकिँदैन अझै पनि हाम्रो ट्राभल चाहिँ बाँकी छ हामी वारी डाँडाबाट पारी डाँडा पारीबाट वारी अब कहाँ पुग्छौँ चाहिँ थाहा छैन सो अझै हाम्रो काम चाहिँ बाँकी छ है सो अहिले हाम्रो खानपिन तयार भएर चाहिँ हामी चाहिँ निस्किन्छौँ दाइले यहाँ सर्भ गरिरहेको छ कस्तो अनुभव भइरहेको छ तपाईँलाई यो काम त हजुर कस्तो मुख छाडे यो कपिराइट लाग्छ है ट्वाट गरेर सब सो अहिले चाहिँ हामी चाहिँ हस्पिटलमा छौँ हस्पिटलको काम पनि सकिसक्यो हाम्रो है सो हाम्रो कस्तो अनुभव भइरहेछ कताबाट कता हामी हस्पिटलमा है सो हाम्रो यहाँ केही अर्जेन्ट र प्राइभेट कामले भएर चाहिँ हामी यता आएको सो हाम्रो यता काम सकिसक्यो सो अब फेरि हाम्रो यात्रा अर्कैतिर जान्छ
हामी हस्पिटलमा छौँ सो हस्पिटलबाट हाम्रो यात्रा चाहिँ अन्त्यतिर मोडिरहेको छ है सो यस्तै हामी यताबाट हामी अर्कै ठाउँमा जाँदैछौँ सो लोकेसन चेन्ज कहाँबाट कहाँ पुग्यो कहाँबाट हामी पुगिसक्यो जङ्गलमा घोस्ट राइडर इन जङ्गल बुझाउँछ वान अफ द पुग्यो सो हाम्रो साथी चाहिँ भात खाइरहेको छ सो हामी हस्पिटलमा थियो हस्पिटलबाट अहिले फेरि हामी लु आइसक्यो सो कस्तो भयो त राइट मास खाइ पोर्क त्यहाँ चाहिँ फेरि खाना खाँदैछ दाइ है ल कस्तो अनुभव भइरहेछ हस्पिटल उता पनि खाएर आएको यता पनि भोक लागिहाल्छ 1 घन्टा हिँडेको त सो म चाहिँ खाना चाहिँ होइन सो हामी चाहिँ अहिले चाहिँ लागुरी भन्ज्याङको लोकल छ्याङ खाँदैछौँ है सो कस्तो गुलियो छ खतरा छ बगाल छ है केटा खर्सानीमा खोज्छ भाइ खर्सानी बोल्दा पो त्यो खर्सानी बोलाएर केटा है राति चाहिँ हाम्रो नाइट चाहिँ हाम्रो उता रिसोर्टमा भएको थियो दाइको रिसोर्टमा हामी जो सुतियो त्यता छ्याङस्याङ खाएर 3 जना एउटै सोफामा पल्टेर हामी त्यता सुतियो होइन सो अनि हामी अलिकति बिहान हतार भएर चाहिँ 7 बजी चाहिँ हामी फेरि यता काममा आछौँ सो दिस इज आवर रेस्टुरेन्ट है सो हाम्रो एकछिन अब यता काटकुट ठाकठुक काम हुन्छ काटकुट भएर चाहिँ अनि हाम्रो यात्रा चाहिँ लेलेम गएपछि भ्लग चाहिँ एडिटिङ हुन्छ सो भ्लग चाहिँ अब 2 दिनको एकैचोटि आउने भयो कहाँबाट कहाँ सो उहाँको नेपाली लौरेहरूको लागि चाहिँ हामी चाहिँ अब ब्रेकफास्ट रेडी गर्दैछौँ है सो आफू तोरी लौरे भए पनि लौरेलाई खाना खुवाउनु पाउँदा चाहिँ एकदम खुसी लागिरहेछ है कस्तो भइरहेछ तोरी लौरे भएर हामी लौरेलाई खाना खुवाउनु आएको यार सो अब फ्रेस हुनु बाँकी छ अलिअलि हाम्रो कपाल मिलाउनु बाँकी छ है सो अहिले हाम्रो अलि मेकअप चाहिँ भएन एकछिनमा हुन्छ त्यही हो अब सो यहाँ तरकारी पाकिरहेको छ हाम्रो है यता सो म यता तरकारी पकाइरहेको छु सो बाहिर चाहिँ ट्रेनिङ भइरहेको छ क्या ट्रेनिङ सकिसक्यो ट्रेनिङ सकिसक्यो देखाउनु पर्ने रहेछ अघि कोलबाट लाउरेको एउटा बडी देखाइदिउँ भने कफी लभर चाउमिन लभर धमाधम काम भइरहेछ है चाउमिन हान्दैछ डिस्टेन्स भनेर आएको भट्टीमा काम गऱ्यो के गर्नु त पऱ्यो कालो 1-2 हजार त यसो पकेट खर्च बनाउनु पऱ्यो हो हेर्नु न 1-2 हजार पकेट खर्च बनाउनु पऱ्यो त्यसकै ल्यायो अन्त यसो दुःख भने पनि थिएन हामी चिलमा हिँड्ने मान्छे होइन मन लाग्छ छैन हामी यस्तो एकदम चिलमा हिँड्ने मान्छे सो ओ माइ गड कस्तो गरम रहेछ केटा फ्यान त गरम छ सो हामी चाहिँ हिजोदेखि ट्राभल गरिरहेको ट्राभलमै छौँ हामी है त्यही हो
ल दाइ गयो है सो आजको भ्लग हाम्रो इन्ड भइसक्यो है सो लिले टिप बाइक छ सो ल दाइ बाई। बाई ल ल दाइ भाइ है ल भाइ राम्रोसँग काम गर्नु राख्नै पर्यो सो हाम्रो भ्लग चाहिँ मैले बनाएँ भने अझै पनि म लिले जाँदैछु सो अहिले कोटेश्वरमा छु सो आजको भ्लग चाहिँ मेरो यति नै इन्डिङ सो नेक्स्ट च्याप्टर सब्सक्राइब गरिदिनु होला सबैले बेङ्गल भाइ सब्सक्राइब गरिदिनु है सो अहिले लिले गएर चाहिँ मेरो नेक्स्ट पार्ट 2 चाहिँ म लिलेमा खिच्छु होइन सो आजको भ्लग चाहिँ हाम्रो इन्डिङ यही हो वारी डाँडादेखि पारी डाँडा पारिदेखि कहाँ कहाँ के गर्दै हाम्रो आजको इन्डिङ भइसक्यो सो एकदम रमाइलो भ्लग आउँछ है इपिक सो यति नै